नमस्कार साथीहरू। मेरो नाम सीके लाल हो। मूल घर जलेश्वर नजिकको सुगा गाउँ, तर अब काठमाडौँको स्थायी बासिन्दा र मतदाता पनि। प्रत्यय भन्छन् अङ्ग्रेजीको क्रिडेन्सियल। त्यो मेरो क्रिडेन्सियल किन स्थापित गर्नु परेको हो भने कतिले भन्नु होला कि हरेक मुद्दामा तपाईँ बोल्नुपर्छ, राष्ट्रिय मुद्दामा बोल्नुहोस्, अन्तर्राष्ट्रिय मुद्दामा बोल्नुहोस्, स्थानीय मुद्दामा त स्थानीय व्यक्तिहरू बोल्ने हो नि। त म स्थानीय व्यक्ति पनि हो, काठमाडौँको स्थायी बासिन्दा र मतदाताको हैसियतले, नेपालको नागरिकको हिसाबले नेपाली मामिलामा बोल्ने मेरो प्रत्यय स्थापित हुने नै भयो। र वसुधैव कुटुम्बकम, दुनियाँको जुनसुकै कुनाको सारा सृष्टिको कुरा गर्न व्यक्तिगत रूपमा स्वतन्त्र, अरू तपाईहरू जसरी स्वतन्त्र हुनुहुन्छ म पनि स्वतन्त्र छु। झन् आज त अर्थ डे, पृथ्वी दिवस, अप्रिल 22, 2021 को बेलुकी म यो प्रतिवर्तन, रिफ्लेक्सन भन्छन्, त्यस्तो सन्देश रेकर्डिङ गर्दैछु। वृक्षारोपण दिवसबाट सुरु भएको पृथ्वी दिवस आज पृथ्वीको बारेमा, सारा सृष्टिको बारेमा चिन्ता गर्ने दिन हो। अहिले अब कोभिड महाव्याधिको प्रोटोकल हो, त्यसैले त्यो प्रोटोकलले गर्दा प्रतिरोधको कुराहरू पनि यसरी नै भिडियो सन्देश मार्फत अथवा लेखेर, टेलिफोनबाट अथवा अरू संवादको यो इन्टरनेट अन्तर्जालसँग जोडिएको माध्यमहरूबाट गर्नुपर्ने हुन्छ। मैले योभन्दा अगाडि प्रजातन्त्र दिवस पारेर यस्तै एक किसिमको एउटा अपिल कि तेस्रो जनआन्दोलन चाहिने बेला भयो भनेर गरेको थिएँ। कतिले खिल्ली उडाउनु भयो, ठिकै छ, आफ्नो आफ्नो अधिकार हो, तर आन्दोलनको आवश्यकता यस्तो किसिमको देशमा जहाँ निर्वाचित तानाशाही उन्मुख देशमा आन्दोलनको आवश्यकता चाहिँ रहि नै रहन्छ। आज सन् 2021 को लोकतन्त्र दिवस पारेर मेरो केही व्यक्तिगत प्रतिवर्तन, रिफ्लेक्सन चाहिँ प्रस्तुत गर्ने कोसिस गर्नेछु। अहिले के अरे यो भूमिका पृष्ठभूमि बनाउँदैमा यति समय गयो, 2-3 मिनट जति। लोकतन्त्रको आश जागेको 15 वर्ष भयो। सन् 2006 को जनआन्दोलनलाई आधार हुन त त्योभन्दा धेरै अगाडि जान सकिन्छ। सन् 1950-51 तिर पुग्नुपर्ने हुन्छ, सन् 1990 को आन्दोलनतिर जानुपर्ने हुन्छ। तर जुन रूपको लोकतन्त्र अहिले छ त्यसको परिकल्पना र आश जागेको सन् 2006 को जनआन्दोलन, कतिले त्यसलाई दोस्रो जनआन्दोलन भन्छन्, तेस्रो पनि भन्न मिल्छ यदि सन् 1950 को चलन चल्तीको भाषामा 7 सालको आन्दोलन, 46 सालको आन्दोलनलाई गर्ने हो भने त 62-63 को त तेस्रो जनआन्दोलन होइन। यो पुस्ताको संस्मरणलाई मात्रै हेर्ने हो भने दोस्रो जनआन्दोलन भन्दा पनि हुन्छ। र कसैले पहिलो जनआन्दोलन सन् 1950 कोलाई जनक्रान्ति नै भन्ने भए हुनाले त्यो यदि हो भने दोस्रो जनआन्दोलन भनौँ सन् 2006 को। तर त्यसले लोकतन्त्रको आश जगाएको थियो। त्यसका केही अवयवहरू थिए। एउटा त के भने गणतन्त्र उन्मुख शासन व्यवस्था, सोझै गणतन्त्र होइन है, त्यो चाहिँ अलि पछि नै आएको हो। माओवादीहरूको एक किसिमले जिद्दीले गर्दा गणतन्त्रसम्म पुगिएको, नभए गणतन्त्र उन्मुख शासन व्यवस्थाको परिकल्पना चाहिँ दोस्रो जनआन्दोलनमा थियो। त्यो भनिसकेपछि अलिकति फरक हेर्नुपर्ने हुन्छ। यो लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, प्रजातन्त्र। गणतन्त्रमा सामान्यतया कानुनको सर्वोच्चता हुन्छ, जनप्रतिनिधि निर्मित कानुन व्यवस्था एवं जनसमानता हुन्छ। जनसमानताको कुरा गर्नासाथ त्यहाँ वंशानुगत शासकको अवधारणा
रहँदैन र राजा मुक्त व्यवस्था हुन जान्छ। तर त्यो त नहुने रहेछ। उत्तर कोरियाले आफूलाई गणतन्त्र भन्छ, वंशानुगत नै गइरहेछ। कति ठाउँमा अरू पनि गरिब देशहरूमा छिमेकमै भारतमा हेर्ने हो भने त वंशानुगत प्रधानमन्त्री त चलेको हो नि 3 पुस्तासम्म। त्यसपछि मात्रै त अलिकति त्यो बिचमा पनि अलिकति केही त देखिएको थियो। तर त्यो मात्रै चाहिँ होइन। गणतन्त्रको मुख्य चाहिँ कानुनको सर्वोच्चता हुन्छ। जनप्रतिनिधिले कानुन बनाउँछ, त्यो अनुसार व्यवस्था चल्छ र समानता रहन्छ। रिपब्लिक भनेको त्यो हो। अब यो लोकतन्त्र र प्रजातन्त्रमा अलिकति अप्ठ्यारो, किनभने अङ्ग्रेजीमा एउटै शब्द छ डेमोक्रेसी भन्ने, तर अलिकति फरक। प्रजातन्त्र भनेको के हो भने भलै शासक निर्वाचित होउन्। प्रजातन्त्र भनेको वंशानुगत राजा नै हुनुपर्छ भन्ने छैन। जननिर्वाचित राजा। अब राष्ट्रपति को हो र? जननिर्वाचित राजा हो नि। अमेरिकाको राष्ट्रपति सामान्य राजाभन्दा बढी अधिकार छ। जापानको राजाभन्दा त धेरै बढी अधिकार छ। बेलायतको रानीभन्दा बढी अधिकार छ। त निर्वाचित शासकको जिम्मेवारी हुन्छ जनताको चाहिँ कर्तव्य हुन्छ। जनताले कर्तव्य पालन गर्छ। कर्तव्य पालन के भने अब भनेको बेला मतदान गर्ने, आफ्नो आवाज उठाउने, कर तिर्ने, त्यस बापत कानुन मान्ने, त्यस बापत चाहिँ शासकले सुनिश्चित गर्छ जनताको सुरक्षा, जनताको हित प्रवर्धन, त्यस्ता कुराहरू। प्रजातन्त्र भनेको त्यही हो। गिरिजाप्रसाद कोइरालाले त्यही भएर पूर्ण प्रजातन्त्र भन्ने शब्दावली व्यवहारमा ल्याएका थिए। सायद उनको अर्थ के थियो भने वंशानुगत राजा भए पनि एक किसिमले कुनै भूमिका नभए पनि एउटा राख्नसम्म राख्ने हो कि एउटा संस्कृतिको इतिहासको निरन्तरता हुन्छ। तर जति अवमानना उनले बिहोर्नु पर्यो र राजाको महत्त्वाकांक्षा चाहिँ त्यसले समेट्न नसक्ने भयो, उनी चाहिँ पूर्ण प्रजातन्त्रबाट एक कदम अगाडि बढे। प्रजातन्त्र चाहिँ विश्वासमा चल्छ। विश्वास गर्नु, संस्थामा विश्वास गर्नुहोस्, नियन्त्रण र सन्तुलन हुन्छ। अरविन्द केजरीवाल अहिले भारतमा कोभिडको महामारीमा पुरा घरको मूली भए जस्तो मैं हुँ ना घबराएँ, म छु नि भन्ने किसिमले त्यो भनेको प्रजातान्त्रिक निर्वाचित हुन्, झन् मुख्यमन्त्री हुन्, त्यो पनि अधिकार कम भएको मुख्यमन्त्री हुन्, तर त्यो प्रजातान्त्रिक सोच हो कि शासकको जिम्मेवारी हुन्छ कि जनताको सबै किसिमको हित हेर्ने, घर मूलीको जस्तो, चाहे त्यो वंशानुगत होस् चाहे त्यो निर्वाचित होस्, प्रजातन्त्र विश्वासमा चल्छ। तर त्यही डेमोक्रेसीमा लोकतन्त्र चाहिँ अलिकति फरक। त्यसैले डेमोक्रेसी इज एन आइडियल, अङ्ग्रेजीमा लोकतन्त्र भनेको आदर्श हो। पूर्ण लोकतन्त्र, पूर्ण प्रजातन्त्र हुन्छ, लोकतन्त्र भनेको पूर्ण हुँदैन, किनभने जति भयो त्योभन्दा राम्रो गर्ने हो। त्यसमा सामूहिक जिम्मेवारीको चेतना हुन्छ। जनतालाई पनि के हुन्छ भने म नागरिकको हैसियतले मेरो पनि जिम्मेवारी आफ्नो ठाउँमा शासन सत्तामा हुनेहरू जस्तै मेरो पनि जिम्मेवारी छ। जस्तो कि अहिले कोभिडको उदाहरण लिने हो भने नागरिकको जिम्मेवारी के हुन्छ? कसैलाई आफ्नो ज्यानको चिन्ता नहोला, तर अरूको चिन्ता गरेर त मास्क त लगाउनु पर्यो, हात त धुनु पर्यो, भिडभाड त गर्न भएन, धेरै मान्छे बोलाएको ठाउँमा जान पनि हच्किनु पर्यो, धेरै मान्छे बोलाउन पनि अलिकति हच्किनु पर्यो, राज्यले फजुल खर्ची गरिरहेछ भने औँला उठाउनु पर्यो, प्रश्न सोध्नु पर्यो। त्यो जिम्मेवारीको चेतना विश्वासमा चल्दैन, लोकतन्त्र प्रश्नमा चल्छ। त्यसरी नै यो लोक सङ्ग्रह भने जुन भनिएको छ संस्कृतको शब्द कि सृष्टिको हित,
आजको अर्थ डे यो रेकर्ड गर्न लाग्दा त्यो सम्झिनुपर्ने हुन्छ। सृष्टिको यदि हित हो भने नेपालको मात्रै हित हेर्ने होइन, अरू देशको पनि हित हेर्ने, मान्छे जहाँका हुन् त्यो सबैको हित हेर्ने। यहाँबाट नक्कली नेगेटिभ कोभिड नेगेटिभको सर्टिफिकेट लिएर विदेश उड्ने अनि त्यहाँ गएर फैलाउने त त्यो त लोकतान्त्रिक चेतना भएकोले गर्न मिल्ने काम त होइन। त्यो अब होइन, आफ्नै हित मात्रै हेर्ने हो, त्यो चेक गर्ने काम गलत छ कि छैन त्यो चाहिँ राज्यको हो। मेरो काम राज्यलाई ठग्न पाए ठग्छु भन्ने हो भने त त्यो भन्ने त्यस्तो चाहिँ प्रजातन्त्रमा हुन्छ। त्यो जनतामाथि अनि त्यही अधिकार प्रयोग गरेर शासकले दबाउन थाल्छ, नियन्त्रण गर्न थाल्छ। त्यसैले यो लोकतन्त्रको मर्म भनेको निरन्तर परिष्करण हो। प्रजातन्त्रमा स्थायित्व भन्ने एउटा केही स्थायित्व खोजौँ भने हुन्छ। नेपालमा नाम लोकतन्त्र राखे पनि स्थायित्व कराउनेहरूले खासमा लोकतन्त्रका लागि तयार भएको छैनन्। लोकतन्त्र भनेको त निरन्तर परिष्करण हो। निरन्तर परिष्करण भनेपछि त निरन्तर स्थायित्वलाई चुनौती हो। त्यसैले स्थायित्वसँग लोकतन्त्रको अवधारणा नै मेल खाँदैन। जे छ त्योभन्दा राम्रो सम्भव छ। मुक्तिबोधको कविता, जो है उससे बेहतर चाहिए, इस दुनिया को साफ करने के लिए एक मेहतर चाहिए। त्यो बिचरा मुक्तिबोधको चित्कार छ, वो मेहतर में हो नहीं पाता। तर प्रयत्न त त्यो मेहतर बन्ने हुनु पर्यो। समाजलाई सफा गर्ने, राम्रो बनाउने अनि लोकतन्त्र हुन्छ। त्यसको लागि निरन्तर प्रश्न। राम मनोहर लोहिया समाजवादी थिए। उनले भनेको उक्ति चाहिँ उनको कि जिंदा कौम 5 साल तक इंतजार नहीं किया करती। एकचोटि भोट हाल्यो अनि 5 वर्षसम्म कुर्ने अनि देखा जाला फेरि त आउलास् नि भोट माग्न भनेर त्यो 5 वर्ष बसिराख्ने हो। प्रजातान्त्रिक चेतना भएकोलाई त्यति हो। लोकतान्त्रिक चेतना, जिंदा कौम, जिउँदो राष्ट्र त्यसरी बस्दैन। र त्यही कुरा त मदन भण्डारीले सन् 1991 मा गरे हुन् नि त। नेपाली कांग्रेसको बहुमतको सरकार गठन भएको 91 कि 92 तिर, जस 48 सालमा होला, विक्रम सम्वत 2048 मा सरकार गठन भएको के को 100 दिन हुँदैन त्यस्तो। भोलिपल्टदेखि विरोध हो, प्रश्न उठाउने हो। विरोधले के गर्छ भने सत्तामा हुनेलाई मौलिकता खोज्नलाई उत्प्रेरित गर्छ, आधुनिकता खोज्नलाई उत्प्रेरित गर्छ र आफ्नो उत्तरदायित्व वहन गर्नको लागि अझ बढी प्रयत्न गर्न उत्प्रेरित गर्छ। त्यसको लागि त प्रश्न उठाइराख्ने हो नि। तेस्रो जनआन्दोलनको त्यसै भएर म भन्छु औचित्य र आवश्यकता सकिएको छैन। महाव्याधि हो, त्यसैले रूप फेरिन सक्छ, तर प्रतिरोधलाई निरन्तरता दिन जरुरी छ। अनि मात्रै यो लोकतन्त्रको दिवसको कुनै अर्थ रहनेछ। र यही लोकतन्त्र दिवससँग जोडिएको एउटा कुरा चाहिँ अर्को उठाउन जरुरी छ कि नागरिक समुदाय, समाज र राज्य यो सबै एउटै जस्तो देखिए पनि एउटा नागरिकको जिम्मेवारी समाजप्रति पनि हुन्छ, समुदायप्रति पनि हुन्छ र राज्यप्रति पनि हुन्छ। जसरी राज्यको, समुदायको र समाजको प्रत्येक व्यक्तिप्रति केही जवाफदेहिता हुन्छ। जब लोकतन्त्रको सपना हामी हेर्दै थियौं सन् 2007 मा बृहत शान्ति सम्झौता सन् 2006 कै नोभेम्बरमा भयो। के अरे बृहत शान्ति सम्झौता भयो। सन् 2007 मा अन्तरिम संविधान आयो, जसको आधारमा पहिलो संविधान सभाको निर्वाचन भएको थियो। त्यो बृहत शान्ति सम्झौतामा प्रवेश नै नगरिएको सबभन्दा महत्त्वपूर्ण मुद्दा जुन थियो त्यो आजको लोकतन्त्र दिवसको अवसर पारेर यो 15 वर्षपछि
कसैले कतै चर्चै गर्दैन, त्यसैले मलाई के लाग्यो भने होइन यो चर्चा उठाउनु जरुरी छ, एकचोटि फर्केर त हेर्नु पर्यो नि। त्यो बृहत शान्ति सम्झौतामा एउटा सेनाको लोकतान्त्रिकरणको मुद्दा थियो। अब यो सेनाको लोकतान्त्रिकरणको खिसी गर्नेहरूले के भने अब के गर्ने त, जर्नेल चाहिँ चुनावबाट ल्याउने, अस्पतालमा सर्जन के निर्वाचनबाट ल्याउने, इन्जिनियर निर्वाचनबाट बनाउने, त्यो होइन। त्यो खिसी गर्ने उडाउने शब्दावली हो, कसैले त्यो कुरा गरेका छैन। सेनाको लोकतन्त्रीकरणका कम्तीमा 5 महत्त्वपूर्ण आयाम हुन्छ। एउटा त के भने सेना त्यस देशको समाज र अर्थतन्त्र सुहाउँदो सही आकारको हुनु पर्यो। त्यसको सही आकार त्यहाँको आन्तरिक परिस्थिति भनेको अर्थतन्त्र र समाज, र सही आकारको लागि केही बाह्य परिस्थिति पनि हुन्छ। इजरायल जस्तो देशमा बाह्य परिस्थिति छ, त्यसैले भू राजनीति। अनि सही आकार केमा निर्धारण गर्ने त, नेपालको सेनाको आकार निर्धारण गर्दा नेपालको अर्थतन्त्र कस्तो छ, समाज कस्तो छ, भू राजनीतिक अवस्थिति नेपालको कस्तो छ, छिमेकीहरूसँगको सम्बन्ध कस्तो छ, यो सबैलाई सोचेर सेनाको राइट साइजिङ भन्छ, सही आकारमा ल्याउने, छोट्याउने बढाउने भन्ने कुरा चाहिँ त्यो बहसलाई मोर्ने अस्त्र हो। सही आकारको लागि व्यापक छलफल हुनुपर्छ र सही आकारमा रातारात चाहिँ 10,000लाई नोकरीबाट निकालिदिएर अस्थिरता निम्त्याउने होइन। त्यसका पनि उपायहरू हुन्छन् कि नियन्त्रणको जुन संरचना छ त्यसलाई चाहिँ नकारात्मक असर हुन नदिने गरी कसरी चाहिँ अवकाशमा जानेको अनुपात मिलाउने, यस्ता कुराहरू विशेषज्ञहरूले छलफल गरेर सही आकारमा ल्याउनुपर्छ। संरचना समावेशी हुनुपर्छ, सुरक्षा निकायमा पनि देश देखिनुपर्छ, मानवाधिकारको चेतना बढाउँदै लैजानुपर्छ, सेना जनमैत्री नीतिमा जनतालाई चाहिएको बेला, जसरी कि भुइँचालोमा देखिएको थियो, बाढीमा देखिन्छ, त्यस्ता कुराहरू त्यो पनि बढाउँदै लानु पर्यो र निशङ्क बिना कुनै शङ्का नागरिक निर्वाचित प्रतिनिधिको नियन्त्रण, संसदप्रति उत्तरदायी सेनाको व्यवस्था हुनु पर्यो। त्यो हो नि सेनाको लोकतान्त्रिकरण भन्ने। त्यो भनेको कमान्डर इन चिफलाई चाहिँ चुनाव गर्ने, बन्दुक चलाउनेलाई निर्वाचन गर्ने भन्या होइन, त्यो भन्दै भन्या होइन। सबै चाहिँ एउटै जातिको राख भने पनि भन्या होइन, र ठ्याक्कै अनुपातै मिल्नुपर्छ त्यो पनि भन्या होइन। खालि के भने त्यो हेर्दाखेरि त्यहाँ देशको रूप देखियोस् न भन्या हो। त्यो कुरा चाहिँ लोकतान्त्रिकरणको महत्त्वपूर्ण पक्ष हो। र त्यो किन महत्त्वपूर्ण हो भने सेनाको लोकतान्त्रिकरण निरन्तर भइरहेन भने गणतान्त्रिक व्यवस्थामा लोकतन्त्रकै सैनिकरण भइदिन्छ। संसारमा जहाँ जहाँ लोकतन्त्रको, प्रजातन्त्रको सैनिकरण भएको छ, त्यो कारण नै के हो भने त्यो अफ्रिकामा होस् कि ल्याटिन अमेरिकामा होस् कि पूर्वी एसियाको देशहरूमा होस् कि सेना सबभन्दा सङ्गठित संस्था हो, राज्यको अन्तिम दमनकारी अस्त्र हो। त्यसैले निर्वाचित निकायले त्यसमाथि पत्याउनुपर्छ, भरोसा गर्नुपर्छ। त्यो भरोसा गरेपछि त्यसको फाइदा उठाउँछ र फाइदा उठाएर सबभन्दा सङ्गठित संस्थाले अनि लोकतन्त्रकै सैनिकरण गरिदिन्छ। त्यसैले सेनाको लोकतन्त्रीकरण जरुरी हुन्छ। अब योसँग जोडिएको लोकतन्त्रसँग अर्को एउटा राज्य र समुदायको पनि कुरा आउँछ। एक त यो संविधानसँग मेरो पुरा असन्तुष्टि छ कि यो न हाँस न कुखुराको चाल, न त निर्वाचित राजाको प्रधानता छ,
त्यसैले प्रधानमन्त्रीको अधिकार वेस्टमिन्स्टर प्रणाली जस्तो छैन, राष्ट्रपतिको अधिकार राष्ट्रपतीय प्रणाली जस्तो छैन, न संसदीय प्रणाली जस्तो संसदको सर्वोच्चता छ। संसदले सर्वोच्चता स्थापित गर्न खोज्यो, प्रधानमन्त्रीले भङ्ग गरिदिन्छ। संसदलाई नसोधी प्रधानमन्त्रीले काम गर्न सक्दैन। अनि यो गोलो गोलो घुमिरहेछ। यस्तो मधेसीलाई चाहिँ तिमीहरूलाई देखाइदिन्छौ भन्नको खातिर हतारको काम लतार गरेर यस्तो संविधान बनाएका छन्। त्यस्तो चाहिँ मेरो असन्तुष्टि आफ्नो ठाउँमा छ र त्यसको सम्बोधन भनेको त्यसको पनि आफ्नै प्रक्रिया होला, आन्दोलन मार्फत होला। जनआन्दोलनबाट यो संसद पुनर्स्थापना भइदिएको भए धेरै कुरा सम्बोधन हुने वातावरण बन्थ्यो, तर जनआन्दोलनलाई तुहाइयो र अदालतको हस्तक्षेपबाट संसद पुनर्जागृत भयो। त्यसले चाहिँ फेरि पङ्गुका पङ्गु कुरा चाहिँ जहाँको त्यहीँ छ। त्यसैले जनआन्दोलनको औचित्य र आवश्यकता अझै पनि सकिएको छैन। किन जनताको शक्तिबाट संसद बलियो हुने हो। त्यो आफैमा संविधानले त पङ्गु बनाएर राखेको छ। प्रधानमन्त्री पङ्गु, राष्ट्रपति पङ्गु, संसद पङ्गु, अधिकार कहाँ छ भन्नलाई त सार्वभौम नेपाली जनता, तर त्यो अधिकार कहाँ छ भन्ने चाहिँ कुनै पत्ता छेउटुप्पो फेला पार्न नसकिने किसिमको संविधान बनाएको छ र 101 संविधानविदहरू अझै पनि यसलाई विश्वको सर्वोत्कृष्ट भनेर बसिरहेछन्। यो समुदायसँग जोडिएको के हो भने एउटा त खुसीको खबर कि यो लोकतन्त्र दिवस पछि जुन पार्किङ स्थल बन्या थियो खुला मञ्च, त्यो साँच्चीकै खुला हुने भएको छ। तर यदि म काठमाडौँको स्थायी बासिन्दा र मतदाता हो भने म के चाहन्छु भने मेरो महानगरपालिकाले, जसलाई कुनै बेला शाही सैनिक मञ्च भनिन्थ्यो अहिले सैनिक मञ्च भनिन्छ, त्यसमा आफ्नो स्वामित्व पहिले स्थापित गरोस्। अहिले उपयोग सेनाले गर्ला वैकल्पिक व्यवस्था नभएसम्म, तर सहरको मुटुमा कसलाई थर्काउनलाई त्यहाँ परेड खेलाउनु छ र? अब सेनाको जुन नेपालमा भूमिका छ त्यो सिमानामा होला अथवा जहाँ आन्तरिक समस्या छ, सशस्त्र विद्रोह छ, त्यहाँ होला। राजधानीको मुटुमा परेड खेलाउने राणाहरूलाई चाहिएको थियो होला, शाहहरूलाई चाहिएको थियो होला। चाहिँदैन गणतन्त्रमा। त्यसको लागि उपयुक्त ठाउँ खोजिनुपर्छ। हो, सेनालाई परेड गर्नुपर्छ, अभ्यास गर्नुपर्छ, निरन्तर तयारी गर्नुपर्छ। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रको शान्ति सेनामा गएर नेपालीको नाउँ उँचो गरेकोमा नेपालीले गौरव मान्नुपर्छ। त्यो सहरको मुटुमा चाहिँ होइन। वैकल्पिक व्यवस्था नभएसम्म त्यसलाई प्रयोग गर्न दिए पनि त्यसको रेखदेख र स्वामित्व चाहिँ काठमाडौँ महानगरपालिका मार्फत काठमाडौँ जनताको हातमा हुन उपयुक्त हुन्छ। र त्यसको लागि केही सचेत नागरिकहरूले प्रदर्शन पनि गरेका थिए र यो लोकतन्त्रको सुस्त सैनिकरण भइरहेकोले होला। कहिले फास्ट ट्र्याकमा सेना देखिन्छ, कहिले के अरे मल बनाउने सेना देखिन्छ, मेडिकल कलेज खोल्नलाई सेना चाहियो, ब्याङ्कहरूमा धेरै पैसा राखेर अब ब्याङ्कै पनि खोल्ने हो कि भन्ने सेनाको कुरा आउँछ, कहिले बर्मा पथको कुरा आउँछ, कहिले पाकिस्तान पथको कुरा आउँछ। त्यो सब कुरा अलार्मिस्ट नै हुनुपर्छ भन्ने छैन, तर यो परिवर्तनको सुरुवात त गर्नु पर्यो र त्यो एउटा पहिलो खुड्किलो भनेको महानगर मार्फत नेपाली जनताको नियन्त्रणमा यो सहरको मुटु चाहिँ ढुकढुकी हो। त्यो कतिले त पार्कलाई लङ्स भनेर सास लिने श्वास प्रक्रियाको त्यो हिसाबले लिन्छन्। त्यसै हिसाबले हेर्दा पनि त्यो भनेको सामान्य जनको नियन्त्रणमा आउनुपर्छ र त्यसका लागि महानगरपालिकाले अग्रसरता लिनुपर्छ।
खुला मञ्च खुला भयो, राम्रो कुरा हो। सैनिक मञ्च अब जनमञ्च नागरिक मञ्चमा रूपान्तरित हुनुपर्छ। अहिले जहाँ संविधान सभा थियो अथवा अहिले प्रतिनिधि सभा छ, त्यहाँ पनि कुनै बेला ब्यारक थियो नि त, वैकल्पिक व्यवस्था भयो नि त। अनि त्यो एउटा ठाउँ नयाँ बस्ती किसिमले, त्यति बेला त नयाँ बस्ती भनिन्थ्यो, आयो नि त। त्यो प्रयत्न भनेको हुनुपर्छ। गर्ने कुराहरू लोकतन्त्र बलियो गर्ने त कति हुन्छ कति हुन्छ। अहिलेलाई चाहिँ यो 3-4वटा बुँदामा एउटा त के भने महाव्याधि छ। आफ्नो आफ्नो ठाउँबाट लोकतन्त्र यदि हो भने प्रत्येक नागरिक जिम्मेवार हुनु पर्यो। हात धुने, मास्क लगाउने, भिडभाड नगर्ने, नगराउने। सकभर अस्पतालहरू दबावमा छन्, अस्पतालहरूमा दबाव बढ्न नदिनलाई जे उपायहरू गर्नुपर्छ त्यो अपनाउने, सहयोग गर्ने, त्यो चाहिँ पहिलो। दोस्रो, प्रश्न गर्न नछोड्ने। यदि प्रजातन्त्रलाई लोकतन्त्र उन्मुख बनाउने हो भने विश्वास मात्रै गरेर होइन, यो त 2/3 बहुमतको सरकार हो, 5 वर्षपछि फेरि भोट माग्न आउँछ, पत्याउनु पर्यो नि। अब त्यो होइन। पत्याउने र प्रश्न गर्ने फरक फरक कुरा हो। पत्याउनुको अर्थ नै के हो भने हरेक मुद्दामा जवाफदेहिता खोज्ने हो नि त, त्यो हो नि त। विश्वास गर्ने होइन, प्रश्न गर्ने दोस्रो कुरा। तेस्रो कुरा, सेनाको लोकतान्त्रिकरणको जुन मुद्दा थियो त्यो सार्वजनिक चर्चाको विषय बन्नु पर्यो। लोकतन्त्रमा नागरिक सर्वोच्चता निशङ्क हुनुपर्छ, शङ्का बाहिर हुनुपर्छ। राजा ल्याऊ देश बचाऊ जस्तो कुरा, हिन्दू राष्ट्र बनाऊ जस्तो कुरा कहाँबाट आउँछ? यो सबै केबाट आउँछ भने नागरिक प्रक्रिया, लोकतान्त्रिक प्रक्रिया चाहिँ काम गर्दैन भनेर। लोकतान्त्रिक प्रक्रिया काम नगर्न साथ राजा आए राजा पङ्गु हुन्छ, धर्म भए धर्म पङ्गु हुन्छ, अन्ततः लोकतन्त्रको सैनिकीकरण हुन्छ। त्यसैले सेनाको लोकतान्त्रिकरण निरन्तर प्रक्रिया, रातारात होइन, क्रान्ति गरेर होइन। जस्तो कि त्यति बेलासम्म प्रचण्डै भन्थे आफूलाई, पुष्पकमल दाहालले गर्न खोजेका थिए। जस्तो कि त्यति बेलासम्म बादलै भन्थे, अहिले रामबहादुर थापा भाछन्। संसद सदस्यबाट मुक्त भए पनि लबेदा सुरुवारमा चाहिँ पदको शपथ ग्रहण गर्ने राष्ट्रवादी बन्न पुगेका छन्। यिनले गरे जस्तो होइन। यो समाजमा धेरै अस्थिरता नल्याउने गरी तर क्रमिक रूपमा सेनाको लोकतान्त्रिकरण भने त्यो एउटा महत्त्वपूर्ण मुद्दा। र अन्तिम मुद्दा मैले यो लोकतन्त्र दिवस पारेर अनुरोध गर्न खोजेको, यो अर्थ डे पारेर अनुरोध गर्न खोजेको। अर्थ डे, पृथ्वी दिवस, लोक सङ्ग्रह दिवसको हिसाबले पनि टुडी खेलको महत्त्व जनस्वास्थ्यको लागि छ, टुडी खेलको महत्त्व लोकतन्त्रको स्वास्थ्यको लागि छ। त्यसैले टुडी खेल र यस्ता अन्य सबै सार्वजनिक स्थलहरू, सेनाको त कुरै छोडिदिनुहोस्, केन्द्र सरकारबाट पनि, सङ्घीय सरकारबाट पनि, प्रदेश सरकारबाट पनि स्थानीय सरकारको स्वामित्व र रेखदेखमा जानुपर्छ। भलै तत्कालको लागि उपयोग चाहिँ सुस्तरी हटोस्, वैकल्पिक व्यवस्थासँगै हटोस्। गर्ने कुराहरू त कति कति मैले भनिहालेँ नि। तर अन्तमा एउटा बर्तोल्ट ब्रेख्टको छोटो कविताको भावानुवाद गर्छु। पहिले मेरो अनुवाद, अनि भयो भने अङ्ग्रेजीमा पनि पढिदिउँला। मेरो अङ्ग्रेजीको उच्चारण बडा गडबड छ। आफैले पढेको, अब गाउँको स्कुलमा पढेको अङ्ग्रेजी के होला र। लेख्ने बेलामा त शब्दकोश हेरेर लेख्न सकिएला। अनुवाद चाहिँ म पढ्छु। कविताको शीर्षक हो जर्साब, तिम्रो सैनिक विमान बडो शक्तिशाली छ। जर्साब, अब चाहिँ कविता पढ्छु म। जर्साब, तिम्रो ट्याङ्क शक्तिशाली छ। जर्साब, तिम्रो ट्याङ्क शक्तिशाली छ।
ट्याङ्क शक्तिशाली छ, पुरै जङ्गल कुल्चिदिन्छ, सैकडौँ मानिसलाई किचिदिन्छ, तर त्यस वाहनमा एउटा खोट छ, त्यसलाई एउटा अपरेटर चाहिन्छ। थप्न सक्छु नभई हुँदैन भनेर, चाहे त्यो फास्ट ट्र्याकमै किन नहोस्। जर साहब तिम्रो सैनिक विमान गजब छ, हुरीभन्दा छिटो दगुर्छ, हात्तीभन्दा बढी वजन बोक्छ, तर त्यस हिंसक यानमा एउटा खोट छ, त्यसलाई एउटा पाइलट चाहिन्छ। जर साहब मानिस बडो उपयोगी जन्तु हो, उड्न सक्छ, मार्न सक्छ, तर त्यस जन्तुमा एउटा खोट छ, ऊ सोच्न सक्छ। सोच्नु बडा कठिन काम हो, धेरै ऊर्जा खान्छ। त्यसैले हामी भन्छौँ विश्वास गरौँ, परिवारमा विश्वास गरौँ, देउतामा विश्वास गरौँ, राज्यमा विश्वास गरौँ, सरकारमा विश्वास गरौँ। ऊर्जा जोगाउने जन्तु न हो मान्छे, सोच्न चाहँदैनौँ, तर सोच्नुपर्छ। हामी सबै सोच्ने जन्तु बन्न सकौँ। हामी सबैलाई लोकतन्त्र दिवस सन् 2021 को हार्दिक शुभकामना टक्र्याउन चाहेँ। तपाईहरूले यति कुरा सुनिदिनु भयो। अङ्ग्रेजीको कविता पढौँ जस्तो पनि लागिरहेछ। मेरो अनुवाद मिल्यो कि मिलेन भनेर ठ्याक्क कोसिस गर्छु म। जनरल योर ट्याङ्क इज ए पावरफुल भेहिकल, बर्टोल्ट ब्रेख्टको कविता हो। जर्मनबाट अङ्ग्रेजीमा अनुवाद गरेको, कसले गरेको मैले फेला पारी नहेरेको अन्तर्जालमा। इट स्म्यासेस डाउन फरेस्ट एन्ड क्रसेस 100 men, but it has one defect, it needs a driver. General, your bomber is powerful. It flies faster than a storm and carries more than an elephant, but it has one defect, it needs a mechanic. मेकानिक भनेको मेरो विचारमा पाइलट भन्न खोजे होला, त्यसैले मैं अनुवाद मैले पाइलट गरेर गरेँ। General, man is very useful. He can fly and he can kill, but he has one defect, quote, he can think. पुनः धन्यवाद, प्रणाम।